सचिका चिना सप हिना। सचिका भन्नाले कस्तो हुन्छ भन्दाखेरि रातो धागोको बनाएको हुन्छ। यो अब पछाडि कपाल बाँध्दाखेरि लगाउने हुन्छ। सचिका चिना अर्थात् सचिका बाटी अथवा चुल्ठो बाटी। सपहिना जुरो बेरी। मस मस जानी नजानी अथवा नजानी नजानी। लाली तया लाली लगाई। तया अर्थात् लगाएर भन्न खोजेको हो। जोवन जाया वयाला थे। जोवन भरिएर आएकोले हो कि यो जाया भन्नाले भरिएर भन्न खोजेको। अब गाग्री भरिएर अथवा जोवन भरिएर अथवा कुनै पनि कुरा अब ग्लास भरिएर। न्याक सोसा मछासे चो अर्थात् ऐना हेर्दा पनि लाज लागे जस्तो। यो न्याक भन्नाले ऐना हो। सोसा अर्थात् हेर्दा पनि। मछासे चो लाज लागे जस्तो। अर्को लजक कावने तन जित अर्थात् पानी मात्र लिन जाँदा पनि मलाई। यो यताको होइन कि यो यहाँको हो। ल भन्नाले पानी हो। का वने त भन्नाले लिन जाँदा। वने त न भन्नाले जाँदा पनि। जित अर्थात् जित भन्नाले मलाई भइहाल्यो। समा या माथे जुई श्रृंगार गर्नुपर्ने जस्तो हुन्छ। समा भन्नाले श्रृंगार हो। या माथे गर्नुपर्ने जस्तो जुई अर्थात् हुन्छ। सुना सोया चोनला ढका अर्थात् कसैले हेरिराख्यो कि भनेर। सुना अर्थात् कसैले। सोया चोनला ढका भन्नाले हेरिराख्यो कि भन्न खोजेको हो। ढका अर्थात् भनेर। पलाहे छि मसथे जुई अर्थात् पाइला नै चाल्न नजाने जस्तो हुन्छ। पला भन्नाले पाइला भन्न खोजेको हो। पलाहे भन्नाले पाइला नै। मसथे जुई भन्नाले नजाने जस्तो हुन्छ भन्न खोजेको हो। अब अर्को छ झ्याल पिने जक जिगु मिखा अर्थात् झ्याल बाहिर मात्र मेरो आँखा। झ्या भन्नाले झ्याल हो। झ्याल पिने भन्नाले झ्याल बाहिर। पिने भन्नाले बाहिर हो। अब जक भन्नाले यहाँ मात्र भन्न खोजेको हो। यो मात्र। जिगु अर्थात् मेरो। मिखा भन्नाले आँखा। सुना सतु थे जित कसैले बोलाए जस्तो। कसैले बोलाए जस्तो अथवा कसैले बोलाए जस्तो मलाई। सुना सटु थे भन्नाले कसैले बोलाए जस्तो। जित भन्नाले मलाई। अर्को अठे याला ठठे याला यसो गरौँ कि त्यसो गरौँ। थाकुल साप हे नुग चित गाह्रो भयो साह्रै अथवा अति यो मन बाँध्न। थाकुल भन्नाले गाह्रो भयो भन्न खोजेको। साप हे भन्नाले धेरै नै अति नै भन्न खोजेको अथवा साह्रै नै भन्न खोजेको। नुग भन्नाले अब मन भइहाल्यो। चित भन्नाले बाँध्न भन्न खोजेको। भिडियो कस्तो लाग्यो भन्नुहोला। मन परेदेखि लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नुहोला।